फर एभ्रिवान। सो आज चाहिँ हामी हैन होलिडे अनि आज चाहिँ हामी छुट्टीमा उता सागटिपमा जानुलाई चाहिँ एकदमै प्लानिङ शुद्ध गरेर बसिरहेको छौँ। यता हामी 3 जना जानु लागेको गाइस हैन। अनि सागटिपमा ठाउँ चाहिँ हामीलाई थाहा छैन। अब चाहिँ हामी फाइनली गाडी चढ्यो गाइस हैन। अब चाहिँ हामी अहिले एकदम डिस्टेन्समा गएपछि म फेरि कन्टिन्यू गर्नेछु। फाइनली गाइस हामी चाहिँ यहाँनिर सागटिपमा ठाउँमा आइपुग्यौँ। उहाँ हाम्रो बहिनीहरूले चाहिँ टिप्दै हुनुहुन्छ गाइस हैन। अब हामी पनि जाने हो, तर कसरी जाने हो है। नमस्ते गाइस अनि हेलो, आई मिस यु सो मच फर एभ्रिवान। सो आज चाहिँ हामी हैन होलिडे अनि आज चाहिँ हामी छुट्टीमा उता सागटिपमा जानुलाई चाहिँ एकदमै प्लानिङ शुद्ध गरेर बसिरहेको छौँ। यता हामी 3 जना जानु लागेको गाइस हैन। अनि सागटिपमा ठाउँ चाहिँ हामीलाई थाहा छैन, तर एक्ज्याक्टली अनि हामी चाहिँ एउटा साथीलाई लोकेसन मागेर जाँदैछौँ हैन। दिदीले पठाउनु भएको थियो, त्यही भएर अब चाहिँ हामी जाँदैछौँ सागटिप्नलाई गाइस हैन। अहिले म अब साग टिपेको भिडियोहरू पनि हाल्नेछु र ल्याएर पकाएको साग पर्नी सबै बनाएर हैन तपाईँहरूलाई म देखाउँछु ल गाइस। अनि सबैजनाले मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, सबैजनाले फलो गरिदिनु होला, के अरे सब्सक्राइब गरिदिनु होला हैन। सबैजनाले सपोर्ट गरिदिनुहोस्। त्यस्तै हो। सो लङ टाइम आफ्टर चाहिँ म फेरि आफ्नो एउटा कन्टेन्ट बनाएर लिएर आउँदैछु। सबैजनाले माया गरिदिनु होला गाइस। यो रोजी यो कस्तो नराम्रो अब चाहिँ हामी फाइनली गाडी चढ्यो गाइस हैन। अब चाहिँ हामी अहिले एकदम डिस्टेन्समा गएपछि म फेरि कन्टिन्यू गर्नेछु। रोजी हामी कहाँ गएको रोजी? साग टिप्नु बसै रिजर्भ गरेर साग टिप्नु। साग टिप्नु गाइस, साग टिप्नु। फाइनल्ली गाइस हामी चाहिँ अब यहाँदेखि हिँड्दै जानुपर्ने रहेछ होइन अर्कै ठाउँ। त्यही भएर अब यहाँ साथी कुरिरहेको छ, हामी चाहिँ साथी कुरेर अनि साथी आएपछि जाने हो गाइस। थ्याङ्क यू, बाई बाई। हामी त हेरेको गाइस होइन। हामी साग टिप्नु हिँडेको मान्छे तर गलत लोकेसनमा आइपुगेछौँ र अनि हामी चाहिँ हरायौँ। अब हो हराएपछि अब म्यापबाट अझै हामी चाहिँ सर्च गर्दै जाँदैछौँ त्यो ठाउँसम्म पुग्नलाई। अरू साथीहरू चाहिँ गइसक्यो होइन। अनि अझै यहाँदेखि चाहिँ 12 मिनट हिँड्नुपर्छ। 12 मिनटदेखि साथीहरूसँग भेटिन्छ। त्यसपछि अझै कहाँ पुग्नु पर्ने हो थाहा छैन होइन। अहिलेसम्म कुर्दा गऱ्यो है 1 घन्टा। साथी नआएपछि चाहिँ अनि फेरि बसमा गइसकेको रहेछ। पछिबाट मात्रै थाहा भयो कि हामी हराएको रहेछौँ। त्यही भएर अब हामी चाहिँ यहाँनिर हेर्दैछौँ गाइस। हराएर लास्ट तना भयो। कस्तो राम्रो बिल्डिङ है यो चाहिँ। हामी दोब्रा भित्तामा आइपुगेछ गाइस। दोब्रा भित्ता कि दोब्रा भिक्का रहेछ नाम चाहिँ। मैले चाहिँ दोब्रा भित्ता भने हो, नाम पनि पढ्नु आएन। नहेरिकन तिमीहरूले भनेको अनुसारले भनेको नि दोब्रा भित्ता भनेर। दोब्रा भिक्का चाहिँ रहेछ दोब्रा भिक्का। ओहो गाइस होइन। अनि ठाउँ राम्रो रहेछ जेस यतातिर है। एकदम कस्तो राम्रो ठाउँ रहेछ क्या यतातिर बस्नलाई पनि। अनि
फाइनल्ली गाइज अझै पनि यो के ठाउँ हो होइन अनि आउन चाहियो अनि हराएर अझै पनि होइन हाम्रो एक्ज्याक्टली लोकेसनमा चाहिँ पुगेको छैन गाइज होइन यस्तो राम्रो ठाउँ रहेछ क्या यता त यस्तो राम्रो ठाउँ होइन एकदम मन पर्यो मलाई तर अझै पनि हाम्रो लोकेसनमा पुग्न सकेको छैन कहाँनिर हो थाहा भएन यसरी हामी चाहिँ यहाँनिर बस कुरिरहेको छौँ कस्तो राम्रो भ्यूहरू क्या सबैजना यता पनि छ अनि यता पनि नेपाली नै छ अनि उयो पर पनि नेपाली छ होइन म त साग टिप्न आएकोले होला अनि उनीहरू पनि साग टिप्न आएको जस्तो लाग्यो होइन जान चाहिँ कहाँ गएको मलाई पनि थाहा छैन होइन तर रियालिटी है म साग टिप्न आएको देखेर सबैजना सागै टिप्न आए जस्तो लागिरहेको छ क्या मलाई त गाइज उहाँहरूभन्दा म ढिलो पुगेँ भने त मैले थोरै पाउँछु उहाँहरूभन्दा छिटो पुगेँ भने चाहिँ मैले धेरै पाउँछु है गाइज यो चाहिँ 100% है हामी हराएको अवस्था बल्ल बल्ल गाडी भेटेको अवस्था यता हेर न मेरो युट्युबमा नि देखा पर न यार गाइजहरू हामी हराएर बल्ल बल्ल गाडी भेट्यो गाइज हामी चाहिँ यसरी हराएर होइन गाइज यसरी जाँदैछौँ कि अहिले अब पुग्न चाहिँ अझै टाइम लाग्ने रहेछ बिच बाटोमा हराएर तनाव भयो अनि फेरि अहिले चाहिँ वापस हुँदैछौँ तनाव छ गाइज अब मिल्ने भएको हवामा चाहिँ यहाँनिर युरोपको बाटोमा धुलो उडाउँदै भन्थ्यो अब के गर्ने यहाँनिर भएन उडाउन मिलेन कस्तो राम्रो भ्युजहरू क्या यतातिर चाहिँ हामी चाहिँ सरर बसमा जाँदैछौँ गाइस होइन अनि हामी हराएको चाहिँ यता हाम्रो सरजीलाई पनि अङ्कलजीलाई पनि थाहा छ त्यही भएर उहाँले नै बस भनेर हामीलाई उहाँले पुर्याइदिनु धेरै राइट होइन यता हेर आरती मार्छ होला सुटुके चोरी खिचिरहेछ फाइनली गाइज हामी चाहिँ यहाँनिर साग टिप्ने ठाउँमा आइपुग्यौँ उहाँ हाम्रो बहिनीहरूले चाहिँ टिप्दै हुनुहुन्छ गाइज होइन अब हामी पनि जाने हो तर कसरी जाने हो है मलाई त अब पप्पी फुल यहाँ नि फुलिरहेछ यार कसरी छिर्ने हो यो भित्र चाहिँ ज्याकेट साकेट खोले मुला ओहो यार मैले सोचेको कुरा पनि भेट्टाएँ ओ तितेपाती पनि भेट्टाएँ फाइनली गाइस तितेपाती पनि भेट्टाएँ ओ माइ गॉड साग पनि भेट्टाएँ गाइस होइन तर यस्तो रहेछ कि कसरी टिप्ने हो गाइस होइन हट्ने खोइ है गाइस अब हेर्नु गाइस यस्तो पानीमा छु म चाहिँ कसरी टिप्ने अब टिप्न सक्दैन म चाहिँ तितेपातीको मुन्टा टिपेर जान्छु गाइस है आयो अब चाहिँ गाइस म हैन साग टिप्न छिरे अबे मलाई त डर लाग्यो ज्यादा नै हो अबे मलाई डर लाग्यो अरूले सुनको डरले भन्दा तपाईले सुनको डरले नभेला यो झार परेछ त्यहाँ ओकेर बजार
त्यही भएर झोला छिटो भर्यो। यो युट्युबमा हाल्नु हो क्या भिडियो एडिट गरेँ। नाउँमा भित्तामा र छिरो भित्तामा बरु धेर खादिनँ म त रगेर फ्रिजमा राख्ने हो अनि जहिले खान मन लाग्छ तैँले खाने हो। सम्झे मुटु मेरो बाहिर निस्केला जस्तो छ यहाँ। यो हो नि त रियल एडभेन्चर। कहाँ आएर देखाइदिनु त सबैजनालाई भयो होला। कस्तो छ है साथीहरू, रमाइलो भयो साग टिप्नु? अरू नि आशा नि तपाईँ? हजुर पुदिना भनेको थियो नि टिपेर पुदिना भनेको तिमीले ल त्यही भन्नुभएको थियो त्यस्तै त हुन्छ नि हौ। ए हुँदैन साग गरे यस्तो छ साथीहरू होइन। यो चाहिँ सागको लागि है गाइस, साग हो न। यहाँनिर सबैजनाले यसरी टिप्नु, मलाई चाहिँ डर लागेर टिप्नु सकिनँ गाइस होइन। मैले टिप्नु सकिनँ, डर लाग्यो पानीमा पस्नु। एकचोटि पसेको सातै निस्क्यो, मेरो त मुटु नै निस्कला जस्तो भयो गाइस, मुटु नै निस्कला जस्तो भयो। त्यही भएर म चाहिँ टिपिनँ, बरु म चाहिँ तितेपाती टिप्दैछु गाइस। तितेपातीको मुन्टा टिप्छु, बरु यही खाने हो। तर पानीमा चाहिँ नछिर्ने डर लाग्यो साथीहरू होइन। साग फाइनली टिपिसक्यो, अब यसरी गर्यो। यो चाहिँ साग यति बोके, डरले टिप्नु पनि सकिनँ। ल जाम मेरो यहाँ साथीहरू अतालिएर यहाँ हाल्दै, बरु तितेपाती खाने हो। तर यो चाहिँ पसेर नखाने राम, कति धेरै हो यस्तो डेन्जर क्या। हिँड्दै आउँदा फाइनल्ली यो कुरिलो पनि भेट्यो गाइस होइन। यो कुरिलो के हो मैले साथीलाई सोध्दैछु होइन। साथीले टिप्दैछ यो कुरिलो होइन के हो यो चाहिँ साथीले टिप्दैछ, के गर्नु हो पनि होइन। तर फाइनली मेरो चार्ज पनि भ्याउन लाग्यो, त्यही भएर अब कुरिलो टिप्थ्यौँ है गाइस होइन। अघि सिमे साग भेट्यौँ, सिमे साग टिप्यौँ, अब कुरिलो। यो चाहिँ शुद्ध गाउँको कुरिलो भनेको होइन रे, यो चाहिँ कुरिलो होइन रहेछ गाइस होइन। यस्तो छ, यो चाहिँ के हो मलाई पनि थाहा भएन है। यति धेरै पलाइरहेछ कुरिलो जस्तै, झन् कति धेरै छ यहाँभित्र बाफ्रे हो। यस्तो रोडमा के कति धेरै, हामी यस्तो रोडमा आएर टिपेर गएको गाइस होइन। यसरी रोडमा आएर टिपेर साग लिएर गयौँ। यति एक झोला टिपे, एक झोला। फाइनल्ली गाइस म चाहिँ रुम आइपुगेँ। अब चाहिँ म होइन साग केलाउँछु गाइस होइन, बाहिर राखिरहेको छु। अब चाहिँ बस साग केलाउँछु। यस्तो विधि थाके कि जिन्दगीमा, योभन्दा त अरू के नि भन्नु र हौ। यति 15 मिनट साग टिप्यो होला, जाँदा 1 घन्टा, हराइयो 2 घन्टा, आउँदा 1 घन्टा गाइस होइन। टाइम त्यसै बित्यो, आज छुट्टीको दिन यसरी नै गलेर सक्यो। सो त्यसैले अब फाइनल्ली हामी चाहिँ घर आइपुग्यो। अब चाहिँ म साग केलाउँछु अनि त्यसपछि बनाएर खाने गाइस होइन। अब चार्ज पनि भ्यायो। अब चाहिँ मेरो भिडियो इन्डिङ ल। अब नेक्स्ट अर्को भिडियोमा म फेरि आउँछु ल गाइस। सबैजनाले माया गरेर सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला चामलिङ सीता राई भ्लगमा चाहिँ है गाइस। बाई बाई।